बर्दियापछि बाँकेमा पनि बाघको आतंक। गाई चराउन जङ्गल गएका 60 वर्षीय मरिचमान भण्डारीको मृत्यु। बर्दियापछि बाँकेमा पनि बाघको आतंक बढ्दै गएको छ। बाँकेको राप्तीसुनारी गाउँपालिका 1 सौरी गाउँ निवासी 60 वर्षीय मरिचमान भण्डारीको पाटे बाघको आक्रमणबाट दुःखद निधन भएपछि स्थानीय क्षेत्रमा आक्रोश चुलिएको छ। हिजो बिहान करिब 10 बजे गाई गोरु चराउन नजिकैको जङ्गल गएका भण्डारीमाथि बाघले अचानक आक्रमण गरेको थियो। बाघको आक्रमणबाट उनी घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्। गएर उनलाई 81 झाप्पै कुम्भ देखा दाँती झाप्पै समात्या देखेँ मैले। परेक्क पारेपछि फुत्त गइयो, उनी घुसुर्ते ढलियो। यस घटनापछि पीडित परिवार तथा स्थानीयवासीले राष्ट्रिय निकुञ्ज र सरोकारवाला निकायको गम्भीर लापरवाहीकै कारण यस्तो अवस्था आएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा संरक्षणको नाममा विदेशी दाताबाट आउने डलर भत्ता पचाउन सोझा ग्रामीण जनता बाघको शिकार बन्दै गएको बताएका छन्। पीडित परिवारले सरकारले दिने 10 लाख रुपैयाँ क्षतिपूर्ति पीडाको घाउमा मलम नहुने भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। मान्छेको ज्यानको मूल्य पैसाले तिर्न सक्दैन, परिवारजनले आक्रोश पोखेका छन्। बाँके र बर्दिया क्षेत्रमा पछिल्लो 1 महिनामै बाघको आक्रमणबाट 5 जनाले ज्यान गुमाइसकेका छन्। दिन प्रतिदिन बढ्दै गएको बाघ आतंकले स्थानीय बासिन्दालाई त्रसित बनाएको छ। जङ्गल जान, गाईबस्तु चराउन तथा सामान्य दैनिकी चलाउन समेत डराउनु पर्ने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ। यसैबीच राप्तीसुनारी गाउँपालिका वडा नम्बर 1 का वडाध्यक्ष एम बहादुर खड्काले केन्द्र सरकारले बाघ व्यवस्थापन सम्बन्धी नीति बलियो नबनाएसम्म समस्या समाधान नहुने चेतावनी दिनुभएको छ। उहाँले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी र दीर्घकालीन कदम चाल्न सरकारसँग माग गर्नुभएको छ। एभरेजमा हेर्दा दैनिक एकजनाको मृत्यु भएको छ। कसबाट भएको छ? वन्यजन्तुबाट भएको छ। चाहे त्यो हात्तीको आक्रमण होस्, चाहे बाघको आक्रमण होस्। तसर्थ बाघ आज गाई चढाउन गएको व्यक्तिको नाममा जोडिएका छौँ। यो घरमा हामी आएका छौँ, पेसाले पशुपालन गर्नुभएको थियो, जङ्गलमा जानु। तर बर्दियामा आँगनमा बच्चा खाएको रेकर्ड छ, आँगनमा महिलालाई खाएको रेकर्ड छ। असुरक्षाको दृष्टिकोणले हेऱ्यो भने संरक्षण एउटा पाटो रह्यो र मानव सुरक्षा अर्को पाटो रह्यो। सँगसँगै जोडियो भने विश्वका विकसित देशहरूमा को तुलनामा मापन गरेर हेऱ्यो भने वन जङ्गल जोगाएर विकसित भएको देशको कुनै पनि सूची भेट्नुहुन्न। यो कुरा मिडियाले कसरी सम्प्रेषण गर्नुहुन्छ? नेपालका विज्ञ भन्ने व्यक्तित्वहरू र नेपाल सरकारको कानुन चलाउने जनप्रतिनिधिको रूपमा रहने सङ्घीय सरकारमा उपस्थिति जनाउने व्यक्तिहरूको जो विभागीय रूपमा रहनुहुन्छ, विशेष गरेर वन मन्त्रालय अन्तर्गत, वन मन्त्रालयबाट एउटा नीति जान्छ, जनप्रतिनिधिले त्यसमा साइन गर्नुहुन्छ। नीति त्यसरी बन्या छ।